जय मसी हाम्रो च्यानलमा सबैलाई स्वागत छ। जय मसी। आज हामी बाइबलको एउटा एकदमै शक्तिशाली र रहस्यमय खण्डमा अलिकति गहिरिएर हेर्दैछौँ। हो, इजेकियल अध्याय 37, त्यो सुकेका हड्डीहरूको कथा हैन? हो, यो केवल एउटा पुरानो कथा मात्रै होइन नि, यो त आशा, पुनरुत्थान अनि परमेश्वरको त्यो असीमित शक्तिको मतलब जीवन्त चित्र जस्तै हो। साँच्चै कल्पना गरौँ न एकछिन। एउटा यस्तो ठाउँ जहाँ आशा भन्ने कुरा नै छैन, पुरै मरिसकेको, जीवनको कुनै सङ्केतै नभएको, जताततै मृत्युको सन्नाटा। हो, के यस्तो उजाड, यस्तो शून्य अवस्थाबाट पनि जीवन फर्कन सक्छ होला त? खै, मान्छेको सोचले त भ्याउँदैन। तर शताब्दीौं अघि एकजना अगमवक्ताले असम्भव कुरा भएको देखेका थिए। आज हामी त्यही अचम्मको दर्शनको यात्रा गर्दैछौँ। यो कथा त्यो समयको हो जब इस्राएलीहरूले आफ्नो इतिहासकै सायद सबैभन्दा अध्यारो समय भोगिरहेका थिए। बेबिलोनले उनीहरूलाई उनीहरूकै भूमिबाट उखेलेर फालिदिएको थियो, निर्वासनमा लगेको थियो। हो नि, अनि यरुसलेम, त्यो पवित्र सहर अनि मन्दिर सबै भग्नाशेष, धुलोमा मिलेको थियो। मानिसहरू टुक्रिएका थिए, उनीहरूको विश्वास मतलब डगमगाएको थियो। धेरैलाई त लाग्यो होला परमेश्वरले हामीलाई सधैँको लागि त्याग्नु भयो भनेर। हो, यही गहिरो निराशाको बीचमा थिए इजेकियल, बुजीका छोरा। उहाँ पुजारी पनि अनि अगमवक्ता पनि। निर्वासनमा त थिए, तर परमेश्वरको आत्मा उनीसँग थियो अनि उहाँले इजेकियललाई शक्तिशाली दर्शनहरू दिनुभयो। कहिलेकाहीँ हामी सोध्छौँ नि हैन, के कुनै कुरा यति टुट्न सक्छ कि त्यसलाई फेरि जोड्नै नसकियोस्? हो, इजेकियलले देखेको त्यो दर्शनले आज हाम्रो जीवनका, हाम्रा आफ्नै निराशाका बेन्चीहरूका लागि के अर्थ राख्छ होला? त्यो बेलाको अवस्था बुझ्नु साँच्चै महत्त्वपूर्ण छ है। त्यो निराशा हैन केवल राजनैतिक हार वा भौतिक क्षति मात्र थिएन, त्योभन्दा गहिरो थियो, एकदमै गहिरो। यो त आत्मिक सङ्कट थियो। उनीहरूलाई लाग्यो कि परमेश्वरले नै उनीहरूलाई छोड्नु भयो। उहाँको प्रतिज्ञा, उहाँको साथ सबै सकियो जस्तो हो। आफ्नो पहिचान, आफ्नो उद्देश्य सबै हराएको महसुस गरिरहेका थिए। यही चरम हताशाको पृष्ठभूमिमा त्यो इजेकियलको दर्शनको शक्ति झन बढेर आउँछ। अनि एक दिन घटना घट्छ। परमेश्वरको आत्माले इजेकियललाई समात्यो रे। यो कुनै सामान्य अनुभव थिएन होला है? पक्कै थिएन। एउटा ईश्वरीय शक्तिले उनलाई भौतिक संसारबाट उठाएर कस्तो भने एउटा अनौठो बेसीमा पुर्यायो। विशाल बेसी। हो, विशाल अनि एकदम सुनसान, र जहाँसम्म आँखाले देख्थ्यो भुइँ के थियो त भन्दा हड्डी नै हड्डी, सुकेका सेताम्मे। हो नि, खोपडी, करङ्ग, हात खुट्टाका हाडहरू हजारौं लाखौं, यस्तो लाग्थ्यो कि कुनै ठुलो सेना पराजित भएर युगौंदेखि त्यही छरिएका थिए। मृत्युको गन्ध अनि गहिरो, एकदमै गहिरो मौनताले त्यो ठाउँ ढाकेको हो। अनि त्यही मृत्युको उपत्यकामा एउटा आवाज आयो, परमेश्वरको आवाज। गहिरो, शक्तिशाली, तर अचम्मको अपार करुणाले भरिएको। परमेश्वर बोल्नुभयो। के भन्नुभयो उहाँले? उहाँले सोध्नुभयो, हे मानिसको छोरा, के यो हड्डीहरू जिउन सक्लान्? ओहो, कस्तो प्रश्न! त्यो सन्नाटामा यो प्रश्न गर्जन जस्तै गुन्जियो होला। हो, इजेकियलले त असम्भव कुरा हेरिरहेका थिए, मृत्युको त्यो नाङ्गो सत्य। अब के जवाब दिने? हो नि, ती हड्डीहरू वास्तवमा केवल भौतिक अवशेष त थिएनन्। के थिए त? तिनीहरू त पुरै इस्रायल राष्ट्रको अवस्थाको प्रतीक थिए। आत्मिक रूपमा मृत, आशाहीन, परमेश्वरसँगको सम्बन्धबाट टुक्रिएको जस्तो। हो, उहाँका प्रतिज्ञाहरूबाट टाढा भएको जस्तो, छरिएका, सुकेका, जीवन गुमाएका। अनि इजेकियलले के जवाब दिए त? उनले एकदमै नम्रता र गहिरो विश्वासका साथ जवाब दिए, हे परमप्रभु परमेश्वर, तपाईँ मात्र जान्नुहुन्छ। कस्तो जवाफ! यो केवल मलाई थाहा छैन भनेको जस्तो होइन। होइन नि, यो त सृष्टिकर्ताको त्यो अपार शक्तिमाथिको पूर्ण भरोसा थियो। उहाँले मात्रै जान्नुहुन्छ, उहाँले मात्रै गर्न सक्नुहुन्छ भन्ने विश्वास। यही भरोसाको जगमा त चमत्कार सुरु हुन लागेको थियो। त्यो उत्तर साँच्चै महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ त्यो उत्तर? किनभने इजेकियलले आफ्नो सीमितता स्वीकार गरे। उनले भनेनन् सक्ला वा सक्दैन। उनले स्थितिलाई पुरै परमेश्वरको हातमा सुम्पिदिए। मतलब जब हाम्रो बुद्धिले, हाम्रो तर्कले कुनै उपाय देख्दैन,
तब पनि विश्वासले परमेश्वरको सम्भावनालाई अँगाल्न सक्छ भन्ने देखायो। हो, अनि त्यसपछि परमेश्वरको आदेश आयो, स्पष्ट, अधिकारपूर्ण। के आदेश आयो? यी हड्डीहरूमाथि अगमबाणी गर। हे सुकेका हड्डी हो, परमप्रभुको वचन सुन। हेर, म तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जिउनेछौ। अगमवाणी गर्नु मतलब परमेश्वरको तर्फबाट बोल्नु, ती मृत हड्डीहरूलाई जीवनको सन्देश सुनाउनु हो। असम्भव जस्तो लाग्ने काम, तर इजेकियलले आज्ञा पालन गरे। उनले तर्क गरेनन्। उनले ती हड्डीहरूतिर फर्केर परमेश्वरले दिनुभएको वचन घोषणा गरे। के घोषणा गरे? म तिमीहरूमा नसाहरू लगाउनेछु र तिमीहरूमाथि मासु ल्याउनेछु र तिमीहरूलाई छालाले ढाक्नेछु। म आफ्नो सास तिमीहरूमा हालिदिनेछु र तिमीहरू जिउनेछौ। तब तिमीहरूले जान्नेछौ कि म नै परमेश्वर हुँ। वाह, यसले के देखाउँछ भने परमेश्वरको वचनमा कति ठूलो सृजनात्मक शक्ति छ। हो नि, उहाँको वचन केवल जानकारी होइन, यो आफैमा शक्ति हो जसले परिस्थितिलाई बदल्न सक्छ। अनि अर्को कुरा, हाम्रो बुझाइ भन्दा बाहिर हुँदा पनि परमेश्वरको आज्ञा पालन गर्नु कति महत्त्वपूर्ण रहेछ भन्ने पनि देखिन्छ। इजेकियलले विश्वास गरेर बोले। उनले विश्वास गरेर बोले। अनि इजेकियलका शब्दहरू त्यो बेन्चीमा गुन्जिन नपाउँदै अचम्म भयो। के भयो? एउटा आवाज सुनिन थाल्यो, सुरुमा सानो मसिनो खडखडाहट जस्तो। अनि त्यो आवाज बढ्दै गयो, मानो हजारौं ढुङ्गाहरू एकैचोटि गुडिरहेका छन्। ओहो! हड्डीहरू हल्लिन थाले, एक अर्कातिर तानिए। इजेकियलले त सास रोकेर हेरिरहे होलान्। पक्कै पनि। हड्डीहरू जोडिएर कंकालहरू बन्न थाले। हरेक हाड आफ्नो सही ठाउँमा गएर बस्यो। अचम्म। हेर्दा हेर्दै त्यो विशाल बेन्सी कंकालहरूले भरियो। तर त्यतिले त जीवन आएन होला नि? आएन। चमत्कार त्यतिमै रोकिएन। ती कंकालहरूमाथि कस्तो भने नसाहरू तानिए। अनि मासु भरियो। हो, मासु भरियो अनि छालाले ढाक्यो। जहाँ अघिसम्म हड्डीको थुप्रो थियो, त्यहाँ अब मानव शरीरहरूको एक विशाल समूह। पुरै शरीर बन्यो, तर अझै शान्त, जीवनहीन। यसले परमेश्वरको पुनर्स्थापनाको प्रक्रिया देखाउँछ जस्तो लाग्छ मलाई। उहाँले केवल टुक्रा जोड्ने मात्र होइन, उहाँले त पुरै नयाँ सिर्जना गर्नुहुन्छ। तर यो प्रक्रियाको एउटा एकदमै महत्त्वपूर्ण भाग अझै बाँकी थियो। हो, शरीर त थियो तर जीवन थिएन। अनि परमेश्वरले फेरि इजेकियललाई भन्नुभयो, फेरि आदेश हो, हे मानिसको छोरा, सासलाई अगमवाणी गर, बतासलाई भन, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, हे सास, चारै दिशाबाट आएर यी मारिएकाहरूमाथि सास भरिदे र तिनीहरू जिउन्। सासलाई बोलाउनु हो। इजेकियलले फेरि आज्ञा पालन गरे। उनले चारै दिशाबाट जीवनको सासलाई बोलाए अनि रुवाक आयो। रुवाक हिब्रू शब्द होइन? हो, यो सामान्य हावा थिएन, यो परमेश्वरको जीवन दिने आत्मा थियो। शक्तिशाली, अदृश्य तर वास्तविक। यो त्यही आत्मा थियो जुन सृष्टिको सुरुमा पानीमाथि मडारिन्थ्यो।